बय अनि पहिला क्या कस्तो हुन्थ्यो अनि केही सुनाउने के गरे हुन केही नि केही साउन महिना मासु खाँदै खाँदैन त्यहाँ खान्छन् किन खाँदैनन् व्रत रहने मान्छेले त खान्नन् भन्छन् त खान्छन् क्या किन खाँदैन हुन्न साउन महिना खान्छन् जुम्बा खान्छन् जन्माष्टमीमा हो नखाने तिजमा त आज दर खान्छन् गरे मासुको कहाँ जहाँ वहीँ खान्छन् बडा गाउँ पाइ जताको त्यही खान्छन् क्या ए तपाईँ कहिलेबाट व्रत रहनु लाग्नु भएको त म त सानैबाट कति वर्ष हुनुहुन्थ्यो त्यही बेला हुन 7-8 वर्ष त्यही बेलाबाट व्रत रहनु लागिजानु भयो सोलले तपाईँले टपरा लाउनु कहिले सिक्नु भएको त कसले सिकायो हो कहिले सिकाएको थियो कहिले सिकाएको थियो पहिला सुरुमा के खा लाउनुहुन्थ्यो गरे मौवाबाट मौवाबाटलाई 7 वर्षबाट लाग्यो मेरो टपरा लाउनु 7 वर्षबाट 7 वर्ष थिएँ दाजुको बिहा हो दाजु 14 वर्ष 6 वर्ष भाइ बिनाउजेर कन्ची हो अब 7 वर्ष टपरा लगाएन मैले तपाईँको बिहा कति वर्ष भयो त बिहा त 15-16 वर्ष 16 वर्ष भयो 16 वर्ष आइपुग्यो लाग्यो बेला 15 भएन 16 कसरी भयो मागी बिहा भयो कि अनि ल पार्नु भयो कि कस्तो ल पार्छु नि उइला त्यो खटौलीमा बसिन आउनु भएको त हाइ तिनी कुरा त्यहाँ गराली कि यहाँ किन गराउँदा हो र म त यस्तै मोबाइलमा ती ऐना हेरेर आउँछु क्या हेरे म देखेछु